नमस्ते, आज हामी गर्नेवाला छु पानीपुरी च्यालेन्ज। जेठु दमके र मैलेमा कसले चाहिँ जित्छ त यो पानीपुरी च्यालेन्ज। लेट्स सी, जो हार्छ त्यसले गर्नेछ धन्दा र जित्नेले एस गरी खाना मात्र पाउनेछ। सो सुरु गरौँ आजको भिडियो। यो भिडियोको सुरुवात हुन्छ सब्जी लाइनबाट, जहाँ म आएको थिएँ आलु लिनलाई। 1 केजी पानीपुरी का चैलेंज करने वाले हैं। सो देख सकते हैं यहाँ पर हाथ में एंड देन आलु पनि आइसकेको छ। सो आज चाहिँ हामी आफै बनाएर च्यालेन्ज गर्नेवाला छु। कतिजना मान्छे हुन्छ थाहा छैन। सो अब चाहिँ म पानीपुरी पोल्दैछु। सुरुमा त अब हामीले चाहिँ अब बाहिर किनेर खाँदा भन्दा आफैले बनाएर खाँदा धेरै पनि खानु पाइने अनि बवाल पनि हुने। सो यस्तो त मेरो लागि इजी कुरा हो। सो हामी चाहिँ आज पानीपुरी बनाएर खानेवाला छौँ होइन, बन्दैछ। त्यसै गरी तपाईँले देख्न सक्नु। अब चाहिँ हामी 40 वटा पानीपुरी च्यालेन्ज गर्न गइरहेको छु। यो तीनजनामा कसले जित्छ ऊ चाहिँ एउटा विनर हुनेछ। त्यसै गरी हार्नेले चाहिँ यो भएको जति सबै भाँडाहरू धुनेछ। सो एउटा थम्काइदिउँ हाम्रो जेठुजीलाई यहाँ चालिरहेको छ। मेरो लागि सुरु त देखाउन लागि। अब चाहिँ हाम्रो च्यालेन्ज चाहिँ सुरु हुनेवाला छ होइन। सबैको आफ्नो छ, चम्ची पनि आफ्नो छ, देख्न सक्नुहुनेछ। ल 3 2 लेट्स गो। उठाइसक्यो। 3 2 1 लेट्स गो। यदि हामी तीनजनामा चाहिँ कसले जित्छ जस्तो तपाईँहरूलाई लागिरहेको छ कमेन्टमा फटाफट भनिराख्नु होला। यदि तपाईँहरूले यो कमेन्टमा चट्ट पारामा हामी 2-3जनामा कसले मिलाउँछ भनेर कमेन्टमा मिलाउनु भएछ भने फुल भिडियो नहेरी थाहा पाउनुभयो भने म तपाईँहरूलाई कमेन्टको रिप्लाई दिनेछु। ओके, र मिस्ट्रीमा चाहिँ एकदमै बराबरीको खेल चलिरहेको थियो। चस्मा चाहिँ बराबर भइरहेको थियो। गरी धमकेले जित्दै थियो भने गरी मिस्ट्रीले र घरि चाहिँ जेठु चाहिँ सबैभन्दा लास्टमा परिरहेको थियो। के आज कसले जित्छ जस्तो लागिरहेको छ खेलमा। धमके र मेरो चाहिँ एकदमै खतरनाक चलिरहेको थियो। तर त्यही बेलामा अमिलोले सीमा नागेपछि हामीले त्यहाँ अमिलोमा पानी थप्ने बेला भएको थियो। लास्टै अमिलो भइरहेको 2 मिनेट भइसक्यो। रेडी 3 2 1 गो। र 13वटा खाँदासम्म त मेरो स्पिड कमै थियो। तर हिरोको इन्ट्री अन्तिममा हुन्छ भने जस्तै मैले अब अन्तिममा खेल देखाउँदैछु। सबैभन्दा लास्टमा अब स्पिडमा मैले खान सुरु गरेँ। दमके त पछाडि नै रहिन थाल्यो र जेठुको त कुरै नगरौँ, हाम्रो छेउछाउ पनि आइपुगेको थिएन। सो मैले चाहिँ खाएको गरेर सक्न लागेको छु होइन, देख्न सक्नुहुनेछ तपाईँहरूले। हामी तीनजनामा चाहिँ आकाश पातालको फरक भइसकिसकेको छ। अब विनर को हुन्छ भनेर त तपाईँहरूलाई लागिसक्यो होला मै हुन्छु भनेर होइन, आदि हुँदो त। तर को हुन सक्छ त यो विनर, त्यो भनेको अझै फिक्स भएको छैन। सो हेर्दै गर्नु होला कसले जित्छ त। यस्तो खाँदा मुखतिर घाउ आएर म बिर्सिसक्यो, तर पनि मैले खान छोडेको छैन। तर यो पानीपुरी मैले यत्रो धेरै खाएर पनि मलाई चित्त बुझेन है। यत्रो 40 वटा खाँदा पनि आज म त 50 वटा 100 वटै खान्छु जस्तोको फिल भइरहेको थियो। विनर फाइनली विनर घोषित भइसकेको छु। सो यो चाहिँ मेरो लास्ट बाइट रहेको छ। 8 मिनेट भएछ। हामीले 40 वटा सकाउनु 8 मिनेट भयो।
त्यही हो झोल चाहिँ अलिकति लास्टै अमिलो भयो विनर भइसक्यो आइसकेको छ लुजरहरू अब धन्दा गर्नुलाई रेडी भइसकेको छ अब जिति त सकेँ सो थ्याङ्क फर वाचिङ आजको विनर चाहिँ मैले भइसकेको छु सो देख्न सक्नुहुन्छ मेरो वरिपरि युजरहरू बसिरहेको छ सो यति भन्दा यो भिडियो कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनु त्यसै गरी अब धन्दा गरेको त देखाउनु बाँकी नै छ खरी यहाँ चिट गरिरहेछ